चोर छ मात्रै त्यसले चोर छ मात्रै त्यो छ मैले चामल कति नि दिने ओगले बढे बोक लगाए फोको बोक्नु नि लाग्यो बसेर है कन्दिन भोक रहेछ सबै भोक रहेछ बाबुलाई मलाई त अर्को के छ अर्को त्यसलाई अर्को दुईवटा दिनवटा भोक लागेछ हाल्दाखेरि कसरी हाल्छ पर्दैन हाले के हुँदैन यसो सुत्छ मैले गाउने हालिदियो भने के छ माइलीको के छ चामल अनि माइली साँच्चै यसो उठोको त सबैको हाट्नु पर्ने थियो खत्र पालेर हाटेर चिल्लो हो क्या अलिकति खायो भने लुतु गइजान्छ त्यसो लाग्दा के छ सबै सामान चढाउने बढेछ अहिले गिलो गरेर है फलहरू गिलो नगरे त मिठो हुन्न चारो तिनवटा हुन्छ कति खान्छ र यत्रो उठ्नु हालेछ त्यसो गर्ने बेला सिन्जिँदा गेटरलाई धेरै उयो हालेछ त त्यसै के गर्ने जान्छ भने तिनीहरू आएर सुतिराख आमा सुतिराख्नु ल सुतिराख केही पनि होइन जाडो छ नि त है अब जाडो सुरु भयो नि त जाडो छ सुतिराख्ने हो है के गर्ने सुतिराख गइसक्यो भात खाएर गइसक्यो है भात दिइसक्यो भात खाएर जानु भयो
त्यस्तो टाउको हुन्छ है उचाले नसक्यो भयो अरू मान्छेले जाडो हुन्छ बुढाबुढी तपाईँ चाहिँ उहाँ भएको भयो के भयो खनि आमु त्यो गर्ने क्या के गर्ने तिउन हाल्ने यस्तो तिउन बनाउँछ सिरपको तिउन बनाएर के हुन्छ र तिउन बनाउने सिरपको दादा त्यो मान्छेहरू त भरेनमा गरेर हुँदैन हाँस्यो हेर्न तपाईँको बुढा हो नि त तपाईँको बुढा बुढालाई लिन हाँसिरहेको समय खपै मु छोरी नानी नानी छ नानी पनि सबै बाहिर छ छोरीहरू माइली मात्रै यहीँ छ मैले यहीँ खानु आउँछ आउँदैन किन आफ्नै घरमा खान्छ नि किन खान आउने र आफ्नै घरमा खान्छ नि हेर्न यस्तो स्वाद हल्ला गाउँ देखेको थियो के त्यत्रो ठुलो ऊ हालिदिएको के हालिदिएको दबाई हालिदिएको दबाई खानुपर्छ नि त तपाईँले त दबाई खाइराख्नुपर्छ कसरी देख्छ हामीलाई कसलाई सबै बालै तपाईँलाई ल्याउँदो जस्ना छैन बुझिन चिसायो दिसायो ल दिसायो ऊ त्यो दिसायो नि ल